अघिल्लो पटक ट्रङ्क लाइन र डेडिकेट लाइनको चाहिँ नै तिर्नुपर्छ महसुल भनेर हामीले निर्णय गर्दाखेरि तपाईले बैठक रोकेर तपाईँ भाग्नु भएको छ। त्यसो भएको हुनाले यो ट्रङ्क लाइन डेडिकेट लाइनको पनि निर्णय आज हुनुपर्छ। राज्यको सम्पत्ति दोहन गर्ने, भोलि गएर चट्याङ आयो ट्रान्समिसन लाइनहरू उडेर गयो भने कसले ल्याउने? हजारवटा ट्रान्समिसन लाइन किन्न पर्यो भने राज्यसित कहाँबाट पैसा हुने, स्रोत कहाँबाट हुने? त्यसो भएको हुनाले यो विषयमा गम्भीर हुनको लागि पनि म आग्रह गर्न चाहन्छु। र अर्को कुरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्हाइट बडी मात्र होइन, त्यस्ता 10 व्हाइट बडी बराबरको भ्रष्टाचार त्यहाँ भएको छ। सभापतिज्यू, तपाईँ चाहिँ हतार गर्दै हुनुहुन्छ, 1 हप्ताभित्र प्रतिवेदन ल्याऊ, अगाडि बढाऊ भन्दै हुनुहुन्छ तपाईँ। त्यसो भएको हुनाले म स्वयं पनि धेरै पटक मैले यहाँ विज्ञहरूलाई भेट्दाखेरि उहाँहरूले मलाई भन्नुभएको छ पोखराको हाइट, रनवेको हाइट 20 फिट माथि हुनु पर्थ्यो, तर त्यहाँको आयोजना प्रमुखले लटर पटर गरेर त्यो त्यही चाहिँ रनवे तल नै बनाएको, त्यसले गर्दाखेरि ल्यान्डिङमा प्रब्लम भएको छ। आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङ गर्दाखेरि तपाईँको आधा प्यासेन्जर उतारेर लग्नुपर्छ, फ्युल हात गर्नुपर्छ। त्यसो भएको हुनाले अहिले यहाँ मैले मिडियामा देखिराखेको छु पोखरामा चाहिँ चार्टर फ्लाइट सुरु भयो भनेर। चार्टर फ्लाइटले पुग्छ? सर्वसाधारण जनताले त सामान्य टिकट काटेर उड्न पाउनु पर्यो। त्यसो भएको हुनाले यो एकदमै गम्भीर विषय छ। ट्रङ्क लाइन, डेडिकेट लाइन, अन्तर्राष्ट्रिय विमानस्थल पोखरा, अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध, यो तीनटालाई गम्भीरतापूर्वक लिएर अब जुन यो उपसमिति गठन भएको छ, जहाँ पुग्नुपर्ने उपसमिति त्यहाँ पुगेको छैन, त्यो पनि म आग्रह गर्न चाहन्छु। त्यसो भएको हुनाले तथ्य सत्य आधारमा जसले गल्ती गरेको छ नाम किटान गरेर कारबाहीको लागि म माग गर्न चाहन्छु।